कतिजना 50 को वारीपारीमा छौँ होला? 50 एकाध वारी हुनुहुन्छ होला। धेरै जसो 50 पारी नै पुगिसक्यौँ। हाम्रा आदरणीय गुरुहरू सम्भवतः 75-80 को हाराहारीमा हुनुहुन्छ। भनेपछि 25-30 वर्षको हाम्रो उमेर ग्याप छ। त्यो समयमा हाम्रा गुरुहरूले हामीलाई जुन तौर तरिकाले पठन पाठन गराउनु भयो र हामीलाई सत्मार्गमा लाग्नलाई, सत्कर्म गर्नको लागि जुन प्रेरणा दिनुभयो, सायद त्यसैले होला हामी आफ्नो क्षेत्रमा स्थापित छौँ। आफ्नो ठाउँमा हामीले गर्नुपर्ने कर्म गरिराखेकै छौँ। यसमा हामी सबैले गर्व मान्नुपर्छ। र पृष्ठभूमिमा यिनै सामान्य कुराहरू राख्दै कार्यक्रमको अलिकति समय पनि घर्किएको छ। म लामो समय लिन चाहन्न। समयलाई समयलाई ख्याल गर्दै कार्यक्रमको औपचारिकता निर्वाह गर्नेतर्फ म अगाडि बढ्छु। र कार्यक्रमलाई औपचारिकता दिनको लागि यो कार्यक्रमलाई संयोजन गर्नुहुने संयोजक हाम्रा सहपाठी विष्णु भट्ट मित्रलाई आजको कार्यक्रमको अध्यक्षता गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रा आदरणीय गुरुहरू 7 जनाको उपस्थिति यहाँ रहेको छ। हुन त हामीले सम्भव भएसम्म सबैलाई सम्झिने कोसिस गरेका थियौँ। सायद समय अनुकूल नमिलेर होला उपस्थित हुन सक्नु भएन। म सरहरूलाई पनि, आदरणीय गुरुहरूलाई पनि अगाडि मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। चन्द्रप्रसाद घिमिरे गुरु, त्यसै गरी भक्तराज हमाल, त्यसै गरी विष्णु ढकाल सर, त्यसै गरी अर्जुन खतिवडा, धनप्रसाद गुरुङ सर र विष्णु प्रसाद अधिकारी सर, म यहाँहरू सम्पूर्णलाई अगाडि मञ्चमा आएर आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। बजाउने कुराहरू यिनीहरू रहन्छन् र हाम्रो परिचय कार्यक्रम जोड्नेछौँ हामी सबै साथीहरूको बिचमा। परिचयात्मक कार्यक्रम पनि रहनेछ र तत्पश्चात कार्यक्रमलाई औपचारिक रूपमा बिट मारिनेछ। औपचारिक कार्यक्रम समापन गरिनेछ र हामी खाजा के बनेको छ त्यो लिनेछौँ, खानेछौँ। र त्यसपछि हामी सम्भव भएसम्म समय दिएर साँझसम्म नै रमाइलो विभिन्न खालको गतिविधि क्रियाकलापहरूमा संलग्न भएर साँच्चै नै आजको दिनलाई अविस्मरणीय बनाउने कोसिस गर्नेछौँ। र अहिले नै मैले पछि बिर्सन सक्छु, मैले हाम्रो आजको कार्यक्रमको संयोजक मार्फत सबै साथीहरूलाई अनुरोध के पनि गर्न मन लाग्यो यो कार्यक्रममा बोल्दै गर्दा भन्दा, यो खालको कार्यक्रमहरू हामीले वर्षमा कम्तीमा नै एकपटक अनुकूल दिनहरू पारेर, सम्भवतः यस्तै तीजको भोलिपल्टको कार्यक्रम राख्दाखेरि हाम्रो चेलीबेटीहरू पनि माइती आएको समय पर्ने, अनुकूल मिल्ने होला, या दसैँ जस्तो पर्वहरूको अनुकूल दिनमा यदि यसलाई हामीले एउटा संस्कृतिको रूपमा हाम्रो यो भेटघाट, यो उपस्थिति, यो रमाइलो क्षण ताजा भइरहनेछ, यो मैले संयोजक मार्फत सबै साथीहरूलाई अनुरोध गरेँ। लगाइदिने कार्यक्रम रहेको छ। सबैभन्दा पहिला मैले यसको लागि साथी सुकमाया विगत र साथी सरला रेग्मीलाई अनुरोध गरेँ। माला लगाइदिने कार्यक्रम सँगै म हाम्रा आदरणीय गुरुहरूलाई र हामी सबैलाई पनि कार्यक्रममा स्वागत गरिदिनको लागि, स्वागत मन्तव्यको लागि साथी गीता काफ्रेलाई म
मञ्चमा आमन्त्रण गर्छु। उपस्थित सम्पूर्ण जीवहरू र साथीहरूलाई स्वागत गर्नको लागि। कार्यक्रमलाई अगाडि बढाउन र हामीहरू सबैलाई भेटघाट गराउन, मिलन गराउनमा सहयोग गरेर एउटा संयोजकको भूमिका निर्वाह गर्नुभएका हाम्रो साथी सुकमाया महतो र साथी विष्णु भट्टलाई पनि म विशेष रूपमा आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको एउटा सहयोगले आज हामी सबै साथीहरू भेट हुन पायौँ र यसरी नै हामी सम्पूर्ण साथीहरूले आफ्नो समय खर्चेर, गुरुजनहरूले समय खर्चेर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ उपस्थित हुनुभएकोमा एकदम धेरै स्वागत गर्न चाहन्छु। म यसरी नै आगामी दिनहरूमा पनि हामीहरू भेट हुन पाए यसरी नै साथीहरूले, म त हजुरहरूभन्दा धेरै टाढा छु, हजुरहरूको निमन्त्रणालाई स्वीकार गरेर यसरी नै साथीहरूसँग फेरि मिलन हुन पाए हुन्थ्यो भन्ने जिज्ञासा पनि अझै पनि छ मनमा। र गुरुहरूमा हिजो गुरुहरूले दिनुभएको शिक्षालाई हामीले जति र जसरी लिन सक्यौँ त्यसलाई कतिले सर्टिफिकेटको मार्गबाट लियौँ होला, कसैले अनुभूतिको मार्गबाट लियौँ होला, कसैले एउटा आफ्नो शक्ति जसरी सकिएछ त्यसरी लिएर हामी आफ्नो क्षेत्रमा सक्षम छौँ, आफ्नो परिवारमा खुसी छौँ। गुरुहरूको आशीर्वाद हामीमा सदा रहिरहोस् र गुरुहरूमा पुनः स्वागत गर्दै उपस्थित साथीहरूमा धेरै स्वागतका साथ फेरि पनि आगामी दिनहरू यसरी नै भेट्न पाऊँ, साथीहरूसँग भेटघाट होस्, यस्तै कार्यक्रमहरू साथीहरूले गरिराख्नु होला र हामीहरू पनि यसरी भेटघाटमा उपस्थित हुन पाइराखौँ भन्ने जिज्ञासाका साथ म हजुरहरूको सँगबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार। समुद्घाटनको लागि हाम्रो ब्यानर पछाडि टाँगिएको छ र उक्त ब्यानरलाई पढेर आजको कार्यक्रम समुद्घाटन भएको घोषणा गरिदिनको लागि हाम्रा आदरणीय गुरु चन्द्रप्रसाद घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। साबिक मंगलपुर 8 श्री दुर्गा शेषकान्त अधिकारी मावि, भरतपुर 16 पूर्व विद्यार्थी, विक्रम संवत 2047, मित्र मिलन गुरु सम्मान कार्यक्रम 2081 दुर्गा मावि विद्यार्थी पूर्व विद्यार्थी सर्कल। अब आजको यो कार्यक्रम उद्घाटन भएको म घोषणा गर्छु। अब जीवहरूबाट विद्यार्थी हामीलाई सेवा गरिदिनुको लागि मैले आदरणीय गुरुहरूलाई सरहरूले, गुरुहरूले पनि एकदमै का मन्तव्यहरू मैले अब क्रमैसँग धन्यवाद दिन चाहन्छु। र हामी धेरै वर्षपछि यहाँ जम्मा भएका छौँ, 33-34 वर्षपछि। अब अहिले स्कुल पनि अब अलिकति सुधार भएको छ। त्यो बेलाको भन्दा भौतिक रूपले, शैक्षिक रूपले त म त्यति भन्न सक्दिनँ, तर भौतिक रूपले त्यो अवस्थामा भन्दा अहिले धेरै राम्रो देखिएको छ स्कुल र अझै पनि धेरै कुराहरू गर्न बाँकी छन्।
र साथीहरू लागिरहनु भएको छ। हामीले पनि सकेको सहयोग गरिरहेकै छौँ। अब हामी अहिले बुढो पनि भयौँ। म त झन्डै 80 वर्ष जतिको हाराहारीमा पुग्न आएँ। त्यसले गर्दा अहिले धेरै कुराहरू गर्न पनि नसक्ने, स्वास्थ्य पनि त्यस्तै यो सुगरले धेरै सताइराखेको छ। त्यसले गर्दा धेरै गर्न सकिँदैन, भन्न पनि धेरै नसकिने। जे होस्, अब यो 2047 सालको विद्यार्थीहरूले एउटा प्रयास गरेका छन्। यो प्रयासले अरू सबै वर्षहरूका हाम्रा भूगु विद्यार्थीहरूलाई पनि फेरि एकै ठाउँमा जोड्ने र यो गर्नुपर्छ। र त्यो पनि प्रयास यहाँहरूकोबाट अरूले सिकुन् भन्ने म चाहन्छु। र मेरो पनि चाहना त्यही छ, हामीले के गर्न सक्छौँ हामी अहिले पनि हामी सहयोग गर्नको लागि हामी बसेकै छन्। यिनै कुराहरूलाई राख्दै धेरै कुरा त नभनौँ, यही भन्दै म बिदा हुन्छु। नमस्कार। मेरो तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। वास्तवमा हामीले थाहा पाएको कुरा, शिक्षा आर्जन गर्ने बालबालिका नै विद्यार्थी हुन्। तर त्यही विद्यार्थी देशको कर्णधार हुन सक्छन्, समाजसेवी हुन सक्छन्, राष्ट्र सेवक हुन सक्छन्। यो सन्दर्भमा आज विभिन्न जीवनका विभिन्न स्थानमा पुगेर सामाजिक व्यक्तित्वको रूपमा, राष्ट्र सेवकको रूपमा रहेर जुन एउटा काम गरिराख्नु भएको छ र पूर्व विद्यार्थी, सम्पूर्ण विद्यार्थी मित्रहरूलाई पनि यस सन्दर्भमा हार्दिक नमन र उहाँहरूको उत्तरोत्तर प्रगति एवं जीवनमा सफलता मिलोस् भन्ने पनि चाहन्छु। वास्तवमा हामीले सकारात्मक सोच र सकारात्मक दृष्टिकोण राख्दै सकारात्मक रूपमा बोल्ने, सकारात्मक रूपमा जीवन उपयोगी व्यवहारहरू गर्ने कार्यमा हामीले जे जति गर्न सक्यौँ र त्यो कुरालाई अहिले जुन परिणाम त व्यवहारमा पनि उतार्नु भएको हुनाले तपाईँहरू पनि एकदम साधुवाद, धन्यवादको पात्र हुनुहुन्छ। र यो कार्यक्रमलाई अझै व्यवस्थित गर्नको लागि पूर्व विद्यार्थी मञ्चलाई एउटै मञ्च बनाएर हाते साङ्गो गर्दै एउटा जीवनमा यसलाई अझै व्यापक बनाउँदै पूर्व विद्यालयलाई, हामी शिक्षक त छँदैछौँ, एउटा पूर्व विद्यालय जो पढिरहेको विद्यालय हो त्यसको पनि भविष्यमा हाम्रो पनि कुनै योगदान रहोस्, एउटा अमिट सम्झना रहिरहोस्। तर यो पूर्व विद्यार्थीहरूले वर्तमान विद्यार्थीहरूलाई पनि एउटा पाठ सिकाउन सक्ने, समाजमा एउटा दर्पणको रूपमा रहने कार्यमा तपाईँहरूको पनि एउटा यो दिन, यो समयले यो ऊर्जा अझै प्राप्त होस्, यस्तो किसिमको क्षण प्राप्त होस् भन्ने पनि चाहना राख्दछु। र यसको साथसाथै अब हामीले जीवन अनन्त छ, अनन्त यात्रामा गन्तव्य पनि अनन्त छ। हामी कुनै चौतारीमा बसेर हिजो कुनै समयमा दुर्गा माविमा 34 वर्ष अगाडि हामीले भेट भएका थियौँ र हामीले आफ्नो कर्तव्य निर्वाह गऱ्यौँ। र शिक्षा गुणस्तरीय हुनुपर्छ भन्ने कुरामा कति गर्न सकियो, कति गर्न सकिएन, त्यति बेलाका अभिभावकज्यूहरू, सञ्चालक समिति र पूर्व शिक्षकहरू र सबै विद्यार्थीहरूका अभिभावकहरूले जुन एउटा पत्यार गरेर तपाईँहरू पनि त्यो सुरुको प्रारम्भको चरणमा यो विद्यालयमा भर्ना भएर दुर्गा माविमा पढ्नुभयो र हामीले पनि जुन काम गऱ्यौँ त्यो अहिले हेर्दाखेरि चाहिँ धेरै राम्रो जस्तो इतिहासलाई हेर्दाखेरि स्मरण गर्न लागेको जस्तो लाग्छ। किनभने अहिले शैक्षिक गुणस्तरका कुराहरू आउँछन्। शैक्षिक गुणस्तरले मात्र शिक्षकहरूले पनि कतिपय ठाउँहरूमा शिक्षकहरूले धनोपार्जन गर्ने स्वार्थसँग लिप्त भइरहेको पनि पाइन्छ। त्यसरी मात्रै भन्दा जिम्मेवारीपूर्ण तरिकाले कर्तव्यनिष्ठ भएर लागि पर्दाखेरि पैसाभन्दा पनि हामीले भविष्यप्रति हामीले समर्पित भएर गरेका योगदानहरू अहिले तपाईँहरूले हामीलाई सम्मानस्वरूप यहाँ उपस्थित गराएर सम्मान गर्नुभयो। हामीले गुणस्तरीय शिक्षा दिनको लागि हाम्रो भूमिका, शिक्षकहरू पनि पैसा आर्जन गर्ने स्वार्थमा भन्दा गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर धनोपार्जन भन्दा जीवनमा चाहिँ एउटा इमान्दारितापूर्वक जीवन शिक्षा दिनुपर्छ भन्ने सन्दर्भमा हामीले प्रस्तावित मावि हुँदाखेरि हामीले जुन एउटा योगदान पुर्यायौँ र योगदानको साथसाथै तपाईँहरू पनि अहिले समाजसेवामा, राष्ट्र सेवाको रूपमा
र समाजका एउटा दर्पणको रूपमा सामाजिक व्यक्तित्वको रूपमा जुन एउटा देखा पर्नु भएको छ, यो हामीलाई गौरवको कुरा छ। हामीले जीवनमा यसलाई एउटा हामीले जीवनमा पाउने अविस्मरणीय क्षण भनेको यही हो। यसले हामीलाई जीवनभरि सुख, शान्ति र समृद्धिको अनुभूति गराउनेछ र हामी शिक्षकहरूले हामी तपाईँहरूबाट पाउने यही हो। यसैलाई हामीले धनोपार्जन भन्दा पनि यो सबै ठुलो गौरव, ठुलो सम्पत्ति हामीले आर्जन गरेका रहेछौँ भन्ने यो क्षणमा मैले स्मरण गर्न चाहन्छु। र यसै सन्दर्भमा मैले एउटा हामी यो परिस्थितिमा उस्तै पऱ्यो भने मलाई पढाउने गुरु यो चन्द्रप्रसाद घिमिरे शारदानगरमा पढाउनुहुन्थ्यो र उहाँदेखि लिएर मैले तपाईँहरूलाई पढाएँ र यसरी हेर्दाखेरि चाहिँ हामी लगभग 3 पुस्ताका शिक्षक विद्यार्थी पनि 3 पुस्ताको यहाँ जमघट भएको रहेछ। यस सन्दर्भमा आदरणीय गुरु चन्द्रप्रसाद घिमिरेप्रति पनि नमन गर्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूले जुन एउटा यो सन्देशमूलक रूपमा चाहिँ एउटा कार्यक्रम गर्नुभयो, यो अनन्त गन्तव्यको सन्दर्भमा यो क्षण स्मरणीय पनि हुनसक्छ, अविस्मरणीय हुनसक्छ, अमिट हुनसक्छ र भोलिका दिनहरू फेरि यस्तो दिन आउँछ आउँदैन भविष्य केही छैन, तर यो नै अन्तिम पनि हुनसक्छ कुनै दिन कुनै समयले। हाम्रो कतिपय मित्रहरू, शिक्षक मित्रहरू जो कोही त्यही दुर्गा माइको पढाएर जानुभयो, जस्तो मायाराम चौधरी लगायत केही साथीहरूले चाहिँ विश्वेश्वर प्रसाद ढकाल पनि त्यही पढाउनुहुन्थ्यो र उहाँ जस्तै कतिपय साथीहरूले जुन गर्नुभयो, उहाँहरूप्रति र सञ्चालक समितिहरू जो हामीलाई व्यवस्था गरेर प्रस्तावित मागी सञ्चालन गरेर हामीलाई पढाउने अवसर दिनुभयो, उहाँहरूप्रति पनि स्मरण गर्दै उहाँहरूप्रति पनि सम्मान व्यक्त गर्न चाहन्छु यस क्षणमा। र अरू मित्रहरू जोसँग जहाँ भेट भयो र यस सन्दर्भमा हामीले गरेका योगदानहरूमा कतिपय कमजोरी पनि भयो होला र हामीले शैक्षिक गुणस्तर दिने सन्दर्भमा हामीले माया ममताको साथसाथै विद्यार्थीहरूको मनोवृत्तिलाई, मनोचाहनालाई पनि पुरा गरेर हामीले त्यति बेला चाहिँ तत्काल हामीले कतिपय सक्यौँ होला, सकेनौँ होला, भौतिक सुधार व्यवस्थापन कतिपय कमजोरी थियो होला, त्यो सन्दर्भमा पनि हामीले गरेका कामहरूलाई तपाईँहरूले मूल्याङ्कन गरेर अहिले पनि स्मरण गरिरहनु भएको छ। यस अर्थमा तपाईँ विद्यार्थी भाइ बहिनीहरू र अरू सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूप्रति पनि हामी यो अहिले पूर्व शिक्षकको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट पनि उहाँहरू सबैलाई स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु र यो जीवनका क्षणहरूमा यी दिनहरू सधैँ हाम्रो भगवान् ईश्वर रूपी एउटा स्मरण सम्झना गर्ने, ईश्वरको जस्तै नाम जप्ने अवसर हामीलाई अन्तिम जीवनको उत्तरार्धमा पनि भइरहोस् र जीवनको उत्तरार्धमा तपाईँहरूको योगदानलाई, तपाईँहरूको स्मरणलाई, सम्मानलाई हामीले सधैँ सम्झेर हाँसी हाँसी खुसी साथ मर्न पाऊँ भन्ने हामीले चाहना पनि थियो छ र यही सन्दर्भ यो अवसर प्राप्त गर्नुभएको र यसै सन्दर्भमा विद्यालयको गतिविधिहरूमा पनि तपाईँहरू जस्तै कर्मठ योगदानहरूले त्यहाँ पनि केही न केही योगदान पुर्याइदिनु हुनेछ र भविष्यमा तपाईँहरूको नाम पनि त्यसरी पढेर मात्रै नभइकन शैक्षिक गुणस्तरका साथसाथै तपाईँहरूले व्यवहारिक ज्ञान, जीवनोपयोगी दर्शन र समाजलाई दर्पण, यो सामाजिक क्षेत्रमा पनि तपाईँहरूले गरेका योगदानहरूलाई त्यहाँ प्रतिबिम्बित हुने गरी तपाईँहरूका कामहरू देखिनेछन् र त्यो भइरहोस् भनेर दुर्गा माविका प्लेटहरूमा पनि त्यस्तो देखियोस्। पूर्व विद्यार्थीहरूले गरेका, पूर्व शिक्षकहरूले गरेका योगदानहरूमा कुनै स्मारकहरू प्रकाशन हुँदाखेरि पनि तपाईँहरूको नाम त्यहाँ आओस् र भोलि भविष्यमा यो इतिहासलाई भविष्यका अब 80 साल अथवा कति सालमा चाहिँ हाम्रो स्वर्ण जयन्ती जस्तै अर्को कुनै जयन्ती बनाए, हिरक जयन्ती, अरू जयन्तीहरू बनाउँदाखेरि विद्यालयले तपाईँहरूले गरेका योगदानहरूलाई त्यहाँ प्रतिबिम्बित भएर भविष्य चाहिँ त्यहाँ अङ्कित होस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु। यो तपाईँहरूको हो, यो जीवन तपाईँहरूको यो सपना देशले देख्नेको सपना हो। देशको सपनालाई चाहिँ तपाईँहरूले पुरा गरिदिएर फेरि प्रतिबिम्बित गराउनु भने अर्को नयाँ स्रष्टाहरूले पनि त्यो कुरा पाउन सक्छन्। यही कुरा शिरोधार्य गर्दै तपाईँहरूलाई शुभकामना व्यक्त गर्दै तपाईँहरूको शुभ रहोस्, उन्नति प्रगति होस्, परिवारजनमा पनि शुभ रहोस् र इष्टमित्रहरूमा सबै विद्यार्थी भाइ बहिनीहरूमा शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। अहिलेको बाजेको घरपट्टि र यतापट्टि उत्तरतिर दुईवटा काठे घरको चाहिँ छाप्रो छु पढाउने। अनि त्यसपछि क्रमशः कस्तो गरियो, के गरियो, राम्रोबाट देखाइयो देखाइएन, त्यो आफ्नो ठाउँ छ। म अलिकति छोडी पनि थिएँ, अघि नै हामीले एउटा नानीले भनिसकेको आफ्नो नानीले सरले अलिक बढी पिट्नुहुन्थ्यो भनेर वास्तविकता हो। किनभने सबैभन्दा चितवनमा सबैभन्दा धेरै विद्यार्थी भएको विजयनगर 1300 विद्यार्थी
थियो। त्यसमा प्रारम्भ अति जेठ 4मा 5मा 2टा 3टा सेक्सन हुन्थ्यो। हामी नसक्ने थियो किनभने अलिक पढाइ थिएन। त्यसैले कति शिक्षा कसरी दियो के गरियो त्यो बेलाको माहौल त्यस्तै थियो होला, कता कता के थियो। र पनि तपाईँहरूले अहिले आफ्नो ठाउँमा हामीले दिएको शिक्षा दीक्षा धेरै होला। कतिपय समाजसेवी हुनुभएको छ, कतिपय आफ्नो ठाउँमा राम्रै गर्नु भएको खुसी लाग्छ। एड भएकोमा एड गर्नुभएकोमा सबैलाई धन्यवाद। मलाई थाहा चाहिँ धेरै बेसम्म बोल्न पनि आउँदैन। धन्यवाद। सरला रेड्डीको नाम मैले जहिले पनि फेसबुकमा देख्छु, तर पनि मैले सरला हो कि होइन भनेर कन्फ्युज भयो भने, तर कतिपय त यहाँ भाइ बहिनीहरूसँग भेटघाट पनि भइरहेको छ र यही नै घर र यही नै माइत भएका बहिनीहरूसँग पनि भेट भइरहेको छ र बाबुहरूसँग पनि भेटघाट भइरहेको छ। र हिजोको र शिक्षण पेसाको कुरामा भाइले भन्नुभयो, म त्यो एउटा त्यस्तो विधि मसँग त्यस्तो त्यो फर्मुला चाहिँ होइन, तर त्यो विद्यार्थी अहिले तपाईँहरू पनि शिक्षक हुनुहुन्छ, तपाईँहरूसँग पनि त्यो कला आफसे आप आउने कला हो। मसँग एउटा कला के थियो भने भित्र पछि त्यो मसँग भएको कला होइन, विद्यार्थीले पहिले नै आफै नै जागरुक गराउँथ्यो र योसँग पाठ छ छैन, यसले पाठ आफू गर्यो वा गरेन भन्ने क्षमता निकाल्नमा मसँग होइन, विद्यार्थी आफैले त्यो पहिले नै उसको सङ्केत चाहिँ गरेको हुन्थ्यो। त्यही सङ्केतबाट मात्र मैले चाहिँ पत्ता लगाउने हो, मसँग त्यस्तो जाँचको छोडिरहेको होइन। तैपनि जहाँसम्म लाग्छ अहिले भाइ बहिनीहरूलाई भेटिरहँदा कहीँ कहीँ जाँदा अहिले हामीले पाउने भनेको सम्मान त्यही रहेछ। म लाइसेन्स लिएर भनेर वीरगन्ज गएँ, त्यहाँ मेरो एकजना भाइ अरुण पोखरेलको मार्फतबाट मैले त्यसले स्वीकृत गरेर लाइसेन्स लिन पाएँ। र अहिले मालपुत कार्यालयमा गयो भने कुनै काम भयो भने हाम्रा भाइहरू त्यहाँभित्र हुनुहुन्छ, हामीले त्यहाँबाट सर के काम छ हामीले गर्न सक्ने सहयोग दिने त्यो भाइ बहिनीबाट पाइन्छ। अहिले एउटा अपाङ्ग रूपमा हाम्रो चाहिँ सरकारी अस्पतालमा समीर ठकुरीले काम गर्छन् अनि उनी हामी त्यहाँ पुग्यौँ भने उनले व्हिल चेयरबाट प्रत्येक कोठामा त्यो साथीभाइलाई अब हामीलाई र थुप्रैलाई मैले चाहिँ उसले सेवा गरेको पाएको छु। त्यसैले हामीले पाउने गरेको त्यही रहेछ। हामीले त्योभन्दा बढी हामी केही प्रयोग गर्छौँ। अबका दिनमा अहिले भाइ बहिनीहरू कहाँ कहाँ पुग्नुभएको छ, के गर्दै हुनुहुन्छ भन्ने कुरा अहिले तपाईँहरूको परिचय कार्यक्रमले केही चाहिँ नजरको हामीलाई पनि निम्त्याउनेछ। अबका दिनहरू तपाईँका उज्जवलमय बितोस्, राम्रोसँग बितोस् र हामी पनि आजसम्म जेन राम्रै छौँ भन्नुपर्छ। अबका दिन पनि हाम्रा गुरु पनि सबैको सम्मान जनाउँदै नै राम्रोसँग बित्न सकोस्, ती नै शुभकामनाहरू दिँदै अबका दिनहरू यो कार्यक्रम एउटा मात्र गरेर होइन, अब अर्को पटक पनि यसलाई पनि अलिकति दोहोऱ्याइयो भने अब छुटेका साथीहरूलाई पनि अलिक जिज्ञासा हुन्छ, यसलाई भने अलिक कार्यक्रमलाई अगाडि बढाउँ। यिनै शुभकामनाका सन्देशहरू दिँदै यहाँबाट बिदा हुन्छु। हस्, जय गोर्खा। आफ्नो प्यारा विद्यार्थी भाइ बहिनीहरू सबैमा मेरो हार्दिक नमस्कार एकदम सम्मान व्यक्त गर्न चाहन्छु। अब कुरा त कुनै दोहोरिएर आउँछ बारम्बारै केही कुराहरू हो, तैपनि आफ्नो चाहिँ यहाँ अब म चाहिँ यस दुर्गामाविमा माडीबाट 2036 साल मङ्सिरमा स्वर्ग भएर आएको हुँ। त्यस बेला म यहाँ आउँदा दुर्गामाविमा 4 कक्षा सञ्चालन भएको थियो र 4 कक्षाको रिजल्ट पनि मैले त्यहाँ तयार पारेको हो। त्यसपछि मैले 46 सालसम्म 45 सालसम्म मैले त्यहाँ पढाएँ। त्यस बेला पढाउँदा मैले 8-9 कक्षासम्म मैले पढाउँथेँ, हिस्ट्री पढाउँथेँ र सायद तपाईँहरूलाई पनि मैले पढाएँ, 8-9 कक्षामा मैले पढाएको हुनुपर्छ। र त्यसपछि 46 साल भदौबाट म शारदामाविमा गएँ। शारदामाविमा 26 वर्ष पढाएँ र कुल टोटल मैले 38 वर्ष 3 महिना 17 दिन
मैले सेवाहरू चाहिँ काउन्ट गरेको छु। यसरी अहिलेसम्म म ठिकै छु। र खास गरिकन यो दिन आज मलाई ज्यादै महत्त्वपूर्ण र खुसीको दिन लागेको छ। यस्तो किसिमको आयोजना गर्नुहुने हाम्रो गर्ने यस विद्यालय दुर्गा माविलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण भाइहरू बहिनीहरू जो जहाँ हुनुहुन्छ सबैको दीर्घायु होस्, सुस्वास्थ्य होस्, परिवारमा राम्रो वातावरण कायम होस् र जुन क्षेत्रमा खट्नु भएको छ इमान्दारी साथ काम गर्नुहुनेछ र आफ्नो नाम प्रतिष्ठा उच्च रहिरहनेछ भन्ने आशा व्यक्त गर्दै यस्तो कार्यक्रम बेला बेलामा पुनर्ताजगी भइरहोस् भन्ने आशा व्यक्त गर्दै यस कार्यक्रमको सफलताको शुभकामना दिँदै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। कार्यक्रमको अब धेरै छैन स्याड्युल, अब हामी अन्तिममै छौँ। साथीहरूको खाजाभुजा लिने कार्यक्रम रहनेछ समापनपछि। र त्योभन्दा अगाडि जम्मा 2टा सेगमेन्ट छ, 2टा कार्यक्रम छ। एउटा त हामी बिचमै परिचय गर्नुपर्छ। हामी 34 वर्षपछि भेटघाट भइराखेका छौँ। मलाई धेरै अनुहार त त्यहाँ फर्स्ट देख्ने बित्तिकै नै याद आउँदो रहेछ, याद आयो। कतिपय यसो आँखा चिन्देर सम्झिने कोसिस गर्नु पऱ्यो एकाअर्का, नत्र भने प्रायः चिनिँदो रहेछ, सबैलाई चिनियो। यद्यपि आफ्ना मनमा लागेका केही कुराहरू सहित छोटोमा परिचय दिनको लागि मैले सबै साथीहरूलाई अनुरोध गर्छु। र यसमा सम्बोधन गरिरहनु परेन, मात्रै आफ्नो परिचय र मनमा आफूलाई हिजोको मैले अघि नै भनेको छु त्यो पुरेन टोलोपन थियो, त्यो बालपन थियो, त्यो चटचटे होइन अल्लारेपन थियो। त्यतिखेर हामीले पढ्दै गर्दाखेरि अहिले पनि धेरै पसन्दहरू छ भनेर पढ्दै गर्दा मैले पनि सम्झेसम्म सानोतिनो कुराहरू जोड्ने कोसिस गरेँ। ती केही इन्ट्रेस्टिङ त्यस्ता सम्झनाहरू छन् भने ती सहित जोडेर। र सम्पूर्ण साथीहरूलाई नमस्कार। त्यस्तै खालको साथी छु। ममा कुनै परिवर्तन भएको छैन। म अहिले कुनै साथीहरूसँग धेरै कुरा नगरिकन परिचयको क्रम यति मात्र भन्न चाहेँ। हिजो दुर्गा मावि भएको विषयबाट आज त्यही विषयबाट त्यही धरातलमा छ भने त्यति जानकारी गराएँ। हस्त नमस्कार। म बुद्धिराम महतो। म पनि खासै धेरै बोल्नु पनि छैन। केही कुराहरू छन् भने यसो सम्झाउनुलाई पनि भन्नुभएको थियो। हाम्रो बुझ्दाखेरि सम्झना आउँछन् पुराना कुराहरूको। मैले एउटा के सम्झना आउँछ यो दुर्गा मावि भनेर सम्झने बित्तिकै भने म 4 कक्षामा पढ्दा सायद म 9 वर्षको थिएँ होला, कति साल थियो सबै कुराहरू सम्झिएन। बिहानको पढाइमा हतार गरेर दौडेर आइन्थ्यो, ग्वार्मी थियो। टिफिनमा चाहिँ लडेछु, लडेपछि चाहिँ भक्तराजले बोकेर गएर अफिसमा मलाई पानी पिलाउने तयारी गर्नुभएको रहेछ। मैले यो धेरै जहिले पनि यहाँलाई सम्झने गरेको छु। सरलाई विशेष नमस्कार। सबैजनामा भेटै नभएको अर्जुन कतिवटा सरसँग अहिले धेरै लामो समयपछि भेट भएँ, धेरै खुसी लाग्यो। अबका पिँढीहरू पनि देशमा रहने किसिमको केही जुगो वातावरण बनोस् भन्ने एउटा सानो शब्द राख्दै सम्पूर्ण यहाँ उपस्थित हुनुभएको मेरा साथीहरूलाई हृदयदेखि नमन गर्दै म यहाँप्रति आभार व्यक्त गर्दै मैले मेरो कुरा यही राखेँ। धन्यवाद। नमस्कार। मेरो नाम श्रीको कुमार लामा र मेरा सबै साथी मित्रहरूलाई नमस्कार। गुरुलाई नमस्कार र साथीहरूको समकालीन साथीहरूलाई पनि नमस्कार। मेरो नाम सोम लामा, गरी राम्रो भयो। सबैमा मेरो नमस्कार। म खेलाडी पनि उही बल्लै भयो भेट भने आफ्नो साथीहरूसँग बल्ल भेट हुन पाइएको छ है। 1-2 शब्द त राखौँ न। श्री दुर्गा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रमका अध्यक्षज्यू, साथै मेरा गुरुवर्गहरूमा मेरो नमस्कार। यस कार्यक्रम कसरी कल्पना गर्नु, कसरी आज यसरी साथीहरूलाई चाहिँ मिलाउनु पर्दैन। हामीले चाहिँ यसरी भेट हुनु 34 वर्षपछि 3 दशक भन्दा बढी समय
पछि एउटा कल्पना गरेर यो कार्यक्रम गर्नु भएकोमा हाम्रो विष्णु भट्ट लगायत अरू पनि हाम्रो सुकमाया लगायत साथीहरूलाई म पुनः धन्यवाद दिन चाहन्छु र यस कार्यक्रमलाई यस्तो मिलन भेटघाटको कार्यक्रमलाई अरू 1 वर्ष अथवा 2 वर्ष 3 कतिमा राख्न सकिन्छ अझै पनि यस्तै गरी राख्दै जानु होला मेरो यो सुझाव हो र यो कार्यक्रमको विशेषता भन्दै मैले के पाएँ भन्दा जसरी म गेटबाट खुट्टा आउँदाखेरि मैले कसैलाई पनि चिनिनँ त्यही नै विशेषता रहेछ के नचिन्नु नै विशेषता अब पछि गएर त जसरी चिनिन्छ त्यहाँ बल्ल रमाइलो हुन्छ त ओहो भाइ यत्रो मोटाउनु भएछ वा किशोर भाइ भन्नु ठिकै भाइ भन्नु शारदा बहिनी भन्नु ओहो बल्ल पो मजा आउँछ त चिन्नलाई कार्यक्रमको भेटघाट त यो कारणले पनि गर्न पर्ने त बल्ल आनन्द आउनु छ साथीभाइको भेटघाट भने कस्तो हुँदो रहेछ धेरै पहिले 47 सालमा यसरी दिएर छुटेको मान्छे कता गयो अब केटी साथीहरू बिहे गरेर कता पुग्नु हो केटाहरू पनि कोही देश विदेश कता पुग्नु हो जता पुगे नि यसै गरी यस्तो कार्यक्रम बेला बेलामा राखिदिनु भयो 1 वर्ष अथवा 2 वर्ष 3 वर्ष जतिमा राख्यो यसै गरी भेट हुन पाइन्छ भेट हुन पाइयोस् यही नै म मेरो सुझाव भन्न चाहन्छु मेरो नाम एकेराज केसी घर मेरो पहिला यहीँ सडकपुर हो बढिनेर र पछि हामी पूर्व चितवन गयौँ पूर्व चितवनबाट फेरि मैले चाहिँ घर बनाएर भरतपुर बजार 11 नम्बर वडामा बस्छु हस् त धन्यवाद र मेरो साथीहरूलाई सबैजना नमस्कार हेरेर माया छ मलाई सब चिन्नु भयो होला होइन रेखा देवान रेग्मी अनि यति राम्रो साथीहरूको भेटघाट सरसँग भेटघाटको कार्यक्रम राखेका सुमाया महतो र विष्णु भट्टलाई हृदयदेखि धेरै माया छ ल नमस्कार हस् त नमस्कार सर्वप्रथम गुरुवर्ग हुनुहुन्न मेरो साथीहरू प्यार साथीहरू हुनुहुन्न म शारदा बानिया विजयनगरमा बस्छु सर्वप्रथम त सर गुरुहरूमा नमस्कार र प्यारा मेरा साथीहरू सबै पहिले पढेर छुटेर बसेको मान्छे पछि भेट हुन आएको साथीहरूसँग म अहिले एसएलसी दिएको होइन मेरो नाम देवकोटा देव भण्डारी देवकोटा मेरो नाम घर विजयनगर 16 र मेरा प्यारा साथीहरू सबैलाई मेरो तर्फबाट नमस्कार र धन्यवाद पनि दिन चाहन्छु किनभनेदेखि सुरुमा हामीले गेटबाट भित्र प्रवेश गर्ने बित्तिकै साथीहरूलाई फेसमा हेऱ्यो तर सबैलाई चिन्न सकिएन बाटोमा भेटे पनि चिनिँदो रहेछ साथीहरू को हुँदो रहेछ उहाँहरू भनेर हिँड्थ्यो तर यस्तो कार्यक्रम राखिरहनु पर्छ यो कार्यक्रम राखेमा सञ्चालक समितिलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तो कार्यक्रम पटक पटक भइरहनु साथीहरूले यसमा जानकारी गर्न पाइयो भनेदेखि यो साथी त हामीसँगै पढेको साथी हो यो त फलाना नाम गरेको साथी हो भनेर हामीले चिन्न सकिन्छ अब अहिले कन्फ्युज भयो गेटबाट भित्र पसियो सबैसँग मुखमा हेऱ्यो सरहरूलाई त सानैबाट अभिभावकको रूपमा हेरिरहेको उहाँहरूलाई सबैलाई चिनियो राम्रोसँग र साथीहरूलाई अझै पनि सरको यो फलानाको नाम यो फलाना यहाँ हुँदो रहेछ भन्ने कुरा चिन्न सकिएन अहिले यसो नै कार्यक्रम राखिरहँदा साथीहरूसँग भेटघाट भइरहन्छ र चिनजान भन्छ कतै भेटिएछ भने पनि उहाँ त मेरो साथीहरू हुनुहुँदो रहेछ अनि यो ठाउँमा भेट भयो भन्न पाइन्छ होइन यस्तोमा राखिदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो साथीहरूलाई चन्द्रमाया खनाल उपस्थित हामी पूर्व विद्यार्थी र पूर्व गुरु समान कार्यक्रमको उपस्थितिमा हामी एउटा रमाइलो क्षण मनाइरहेका छौँ र 2047 साल फागुन 9 गते हामी एसएलसी दिएर हामी साथीभाइहरू छुटिएका हौँ गोर्खा जिल्लामा मेरो विवाह भएको थियो र मैले कलेज पढ्ने अवसर मैले पाइनँ त्यहाँ पुगेपछि मैले पनि 2049 सालको आयोगमा लड्ने मौका पाएँ र नाम निकालेँ मैले पनि गुरुजनहरू जस्तै 25 वर्ष विद्यालयमा सेवा गरेँ र मेरो स्वास्थ्य अवस्थाको कारण मैले विद्यालय छोड्नु पर्यो 25 वर्ष सेवा गरिसकेपछि र त्यति बेला लाग्थ्यो सरहरूले हामीलाई सजिलै तरिकाले पढाउनु भएको होला पहिला हामी पढ्दाखेरि जस्तो लाग्थ्यो पछि जब आफूले चाहिँ अध्यापन गराउने कार्यमा सरिक भएँ त्यसपछि मैले सम्पूर्ण गुरुजनहरूलाई सम्झेँ
पढाउने कुरा भने निकै गाह्रो कुरा, निकै गाह्रो अवस्था रहेछ र अब सम्झना स्वरूप अब यही हो हाम्रो कार्यक्रम भेटघाट यसरी नै भइराखोस्। सम्पूर्णमा नमस्कार गुरुजनहरूलाई, साथीहरूलाई। मेरो नाम चाहिँ समुद्र मरटा भन्ने सरहरूलाई याद होला, साथीहरूलाई याद होला। म पछि कोभरेज भागसँग जोडिएको हो। गुरुजनमा र सम्पूर्ण मित्र साथीहरू नमस्कार। मित्र सम्झना। म छविलाल भण्डारी। सबैले भण्डारी छविलाल भन्दा नि भण्डारी भनेर चिन्नुहुन्थ्यो। त्यही छविलाल भण्डारी, जुन भण्डारी आज पनि त्यही हो। सबैमा मित्र सम्झना धन्यवाद। गुरुहरूमा सम्पूर्ण साथीहरू म पनि त्यही किशोर ढकाल हो। अब सबै आदरणीय सरहरू र सम्पूर्ण साथीहरूमा नमस्कार। आज धेरै खुसी लाग्छ। हामी 47 वर्ष सोचेको आज यहाँ भेट्न पाइरहेको छौँ। जेन साथीहरू त धेरै चिन्दोहरू त मैले भन्न चिनिनँ, अरू सबै साथीहरूलाई चिने पहिला। जेनहरू चाहिँ म धेरै नचिन्दोहरू चाहिँ बाटो ठोकिँदाखेरि आज चिन्ने मौका पाएँ। म चाहिँ हरि ढकाल। तपाईँहरूले भन्दाखेरि के कारण नौबछ्याएर नाम सर्टिफिकेट रेजिस्ट्रेसन गरेको हरि ढकाल पर हरि ढकाल हो। घर यहीँ गएर हस्, धन्यवाद। सबै आदरणीय पूजनीय वन्दनीय गुरुहरूमा सादर प्रणाम। सबै साथीहरूमा सरिदे मिठो माया अनि सम्झना एवं नमस्कार। म त्यही गोविन्द भट्ट हो, तर अहिले धेरै फरक छु। बालपनमा चञ्चले थिएँ, सकसके थिएँ, छुछु थिएँ। अहिले अलिकति परिपक्वता भयो है। अब कपडाले सिकिसक्नुभयो। म नि सरहरू जस्तै छु, भर्खर सुरु गर्दैछु। टिचिङ क्यारियर त 51 सालबाट सुरु गरेको हो। बिचमा 2.5 वर्ष ग्याप हो, फेरि त्यसलाई कन्टिन्युटी गरेर यहाँसम्म आइरहेको छु। शहीद स्मारक कलेजमा बिहान क्लास लिन्छु, दिउँसो श्रीमावी डट्टाखारीको। र फुर्सदको समय चाहिँ हरे राम हरे कृष्ण भन्दै सिरेलीको गाथा गाउँदै हिँड्छु। मैले नचिनेको, नाम त चिनेको, अनुहार नचिनेको एके सर उहाँ र उहाँलाई दुईजनालाई समुद्रजीलाई अलिक कन्फ्युज भयो। अन्त सबै साथीहरू चिनेको छु। यहाँ सबै साथीहरूसँग घुलमिलै छु। यहाँहरूले यो फर्स्ट टाइम भयो भन्नुभयो। तपाईँहरूको प्रतिनिधित्व गरेर 2065 सालमा एलुमनाई एसोसिएसन अफ दुर्गा शेषकान्त अधिकारी उमावि भनेर एउटा संस्था लिगलाइज खोलिएको छ। त्यसको अध्यक्ष म नै थिएँ। तपाईँहरूकै सहयोगबाट, सुक्खा पैसाबाट हामीले देउसीको लेखाएर लिस्ट पनि बनाएको छौँ। तपाईँ हाम्रै हो। तर यो चाहिँ हाम्रो विशुद्ध 47 सालको अर्ग्यानिक ब्याज हो। यहाँ साथीहरूसँग मैले यत्रो समयपछि भेट्न नपाउँदा, यी अनुहारसँग फेरि ठोकिन पाउँदा मलाई त्यही बेलामा कहिले हाफकट्टु, कहिले निलो लामो पाइप लगाएर स्कुल पढ्न गएको याद छ। आदरणीय गुरुहरूले पढाउनु भएको शब्दहरू, ती सबै बाणीहरू मेरो पेसाले गर्दा मलाई रिकल भएको छ। सिगारीको झम्टा तनैबिच परेथ्यो जब अनि चरिरहेको चिची पनि यो गीत, यो भाका पनि याद छ। अपेक्षित पर्वत साव विद्या सर्वसाधिगम विद्या केतन विहीनानम अन्धकारमय जगते पुष्पराज गुरुको बाणी हो। यो पनि मलाई याद छ। सिद्धार्थ सरले भगाउनु भएको दुर्ग पनि मलाई याद छ। विश्व सरले पढ्नुभएको चन्द्रशेखर सबै बाणीहरू यो पेसाले गर्दाखेरि यो ब्रेनमा रिटार्ड पुनःस्मृति हुँदो रहेछ। अहिले सरले सर जोडिसक्नु भएको छ। यहाँबाट पनि धेरै मेमोरी छ। हामी कहाँ गयौँ है किताबलाई भन्ने कुरो ठिकै छ, एकदम राम्रो कुरा गर्नुभयो। हामी जहाँ छौँ, जेमा छौँ, हामीले छौँ, हाम्रो परिचय अहिले पुगेन। सालिमजीलाई सालिम खनाल भन्ने सबै चिन्नु भएको छ। परिचयलाई अलिकति बृहत्तर बनाउनुपर्छ। हामी कहाँ छौँ, कहाँ बसेका छौँ, हाम्रो सन्तान कति भए, कहाँ पुग्यो, यो आजको भेटघाट जस्तो मलाई लाग्छ। त्यसलाई फेरि दोहोऱ्याउँला अर्को पटक नेक्स्ट भेटघाटमा। र आज यो जुन सोचले हाम्रो आदरणीय दाइ तथा सुकमाया म्याडमले जुन सोचले यो आजको भेटघाट गराउने यो स्थान प्लेटफर्म क्रिएट गरे, हाम्रो यो भेटघाटलाई पुनः रहोस् र फेरि आउने दिनहरूमा हामीले अझ मिठासपूर्ण ढङ्गले आउने मित्र मिलन कार्यक्रमलाई अगाडि बढाउने जमर्को गर्न पाऊँ भन्दै यहाँ चाहिँ बिदा हुन्छु। हस्त हार्दिक धन्यवाद। मेरो तर्फबाट नमस्कार र साथीवर्गहरूमा पनि सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। म गोविन्द अधिकारी, घर सरहरूको धन्यवाद। नमन नमस्कार। बोली बानी चाहिँ छैन अहिलेसम्म स्टेजमा मेरो र साथीहरूमा प्यारो माया
र 34 वर्षपछि यसरी जम्का भेट हुन पाइनु त्योभन्दा खुसी केही पनि छैन। म मधुसूदन दवाडी हिजो जहाँ थिएँ त्यही छु, अन्त भाग्न सकेको छैन। र सम्मान र साथीहरूलाई पनि नमस्कार र आयोजक टिमलाई यो कार्यक्रमलाई आयोजना गर्नुहुने टिमलाई झन् धेरै धेरै नमस्कार। र म विष्णु घिमिरे घर भरतपुर सत्र आदर व्यक्त गर्न चाहन्छु र उपस्थित सम्पूर्ण साथीहरू मेरो हृदयदेखि नै न्यानो माया तथा अभिवादन व्यक्त गर्दछु। यसरी हाम्रा साथीहरू एसएलसी दिँदाखेरिका साथीहरू फेरि यसरी जम्कागेट घुम्न पाएको भए हुन्थ्यो, कहिले भेट होला कहाँ होला भनेर मनमा कुरा खेलिरहन्थ्यो। यस्ता मेरा जस्तो मनमा कुरा खेल्ने साथीहरू सबै साथीहरूको खेल्थ्यो होला, तर त्यो मनमा खेलेको कुरालाई साकार रूपमा चाहिँ पुरा गर्नको लागि जुन भूमिका खेल्नुभयो, यो कार्यक्रमको संयोजन गर्नुभयो विष्णु भट्टजीले, साथै अरू साथीहरूले, उहाँहरूलाई हाम्रो मनमा लागेका कुराहरूलाई यथार्थमा परिणत गर्न जुन पहल गर्नु त्यसको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। जीवनका गोरेटाहरूमा थुप्रै अवयवहरू पार गरियो, त्यस क्रममा सुख दुःख त्यो सबै साथीहरूका होलान् र त्यो क्रममा मैले पनि केही सुख दुःखहरू भोगेँ र यो अहिलेको यो यात्रामा म छु। र म हाल यहाँ सरणपुरबाट म शारदानगरमा जग्गा जमिन बेचेर त्यहाँ स्थानान्तरण भएँ। त्यसपछि स्वदेशमै बसेर केही व्यवसाय बिजनेस गरौँ भन्ने जुन सोच थियो त्यो सोच पुरा भएन र विदेशी रोजगारी लागि म बाहिर छु र हाल मेरो बसाइ गैँडाकोटमा छ र आफ्नो पारिवारिक स्थिति पनि भन्नु पाएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आयो। मेरा 3टा छोरीहरू छन् र मेरो परिचय यति नै हो र नाम दुर्गा प्रसाद सापकोटा। मेरो साथीहरूलाई न्यानो माया। मेरो नाम सरस्वती देवकोटा ढकाल हो। म पहिला गोर्खा हो, अहिले भरतपुर 12 बस्छु। हस् सर, नमस्कार। पूज्य गुरुदेवहरूमा नमन। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै गुरुदेव नमो नमः। हाम्रा पूज्य गुरुदेवहरूको आशीर्वाद सदा हामी विद्यार्थीहरूमा रहिरहोस्। मेरो नाम गीता देवी काफ्ले। हाल फेसबुकमा चाहिँ गीता काफ्ले तिमिलसिला छ। मेरो बसोबास यता कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिकामा पर्छ। हस्, धन्यवाद। नमस्कार, मेरो नाम निर्मला बानिया कार्की, पहिला सावित्री बानिया, हाल म भरतपुर 14 शिवनगर। र मेरो प्यारा साथीहरू सम्पूर्ण साथीहरूलाई नमस्कार। मेरो घर पहिला शरणपुरमा थियो, शरणपुरबाट विवाह भएर शरदपुरमा छु अहिले, जहाँ म शरदपुरमै छु। मेरो बच्चाहरू 2जना छन्, बाबुहरू। मेरो नाम गङ्गा कणेल, अहिले कणेल भएको छु, पहिला सापकोटा हो। जीवहरूमा मेरो नमन छ र मेरो प्यारा साथीहरूमा पनि मेरो नमस्कार छ। र मेरो नाम चाहिँ परिवर्तन भएर म अहिले सुकमाया महतो हो है। म चाहिँ भरतपुर 17 मा बस्छु। म पनि टिचरै हो र म चाहिँ शान्ति इङ्ग्लिस बोर्डिङको संस्थापक हुँ। र हामी विष्णुजी र म भएर चाहिँ एउटा यस्तो साथी पुनर्मिलन सम्मेलन गरौँ न त भनेर हामीले एकछिन सल्लाह गरेर यो गर्न थालियो। तर गर्दा गर्दै के हुन गयो के भयो होइन, यसमा चाहिँ हजुरहरूप्रति हामी चाहिँ एकदम क्षमा माग्न चाहन्छौँ। अब कुनै त्रुटिहरू भयो होला, अब कति कुराहरू पुगेन होला, के भयो होला, तर हामीले लागेको टेस्टमा हामीले गर्न खोजेका थियौँ, तर कतिपय साथीहरू जोड्न सकेन होला अनि कतिपय साथीलाई ऊ भयो होला। यसमा चाहिँ हामी धेरै क्षमा चाहन्छौँ र यति भन्दै यहीँ समाप्त गर्न चाहन्छु। हस्, साथीहरू सबैलाई नमस्कार। मेरो नाम गङ्गा ढकाल, पहिला देवकोटा थिएँ, अहिले ढकालसँग बिहा गरेर ढकाल भएँ। मेरो तर्फबाट सबैजना गुरुहरूलाई धेरै धेरै नमस्कार छ। आयोजक टिमका साथीहरूलाई पनि धेरै धेरै नमस्कार र मेरो प्यारा साथीहरूलाई पनि सबै नमस्कार छ। मेरो नाम गोमा देवी लामिछाने थियो पहिला, अहिले भत्ता भएको छु। हस्त नमस्कार मैले यही भन्न चाहन्छु। आदरणीय गुरुहरूलाई मेरो सर्वप्रथम नमन छ र मेरा प्यारा साथीभाइ बहिनीहरू, पुरुष के अरे साथीहरू, लेडी साथीहरू सबैलाई धेरै धेरै सम्झना माया छ। र मेरो नाम सरस्वती कणेल अधिकारी।
म भरपुर सत्रमा म पहिला जहाँ दुर्गाबाईमा पढाएँ जहाँ बसेर पढेको थिएँ त्यही ठाउँमा नै म अवस्थित छु। हस्त धन्यवाद। म सरला रेग्मी क्लासको सबभन्दा सानो स्टुडेन्ट अहिले ठुलो भएको छु। ममा परिवर्तन त्यही हो। त्यसमाथि म सरला रेग्मीबाट कोइरालामा परिवर्तन भएको छु। हस्त धन्यवाद। म बोल्ने क्रममै मैले मेरा धेरै कुराहरू सायद जोडिसकेको छ र मलाई सबै साथीहरूले नामैबाट पनि चिन्नुभयो जस्तो लाग्छ। म नरेश ढकाल, घर त विजयनगर नै हो। पेसा पनि मैले अघि नै भनेको छु, म शिक्षण नै गर्छु। लगभग 25-26 वर्ष भयो। अब यो शिक्षण पेसा एउटा अचम्मको लाग्दो रहेछ। अब शिक्षण पेसामा लाग्नुहुने साथीहरू सायद अनुभव पनि गर्नुभएको होला। मैले चाहिँ धेरैपटक अहिले नै पनि भनिसकेको छु, 9-10 कक्षा पढ्ने केटाकेटीहरूलाई मैले एकदमै नजिकबाट हर दिन हर क्षण बिहान 6 बजेदेखि बेलुका 6-7 बजीसम्म निहाल्छु मैले। र मेरो त्यतिखेरको समयलाई पनि सम्झिन्छु क्या, जोड्न खोज्छु। धेरै कुराहरू जोडिन्छ। केही कुरा चाहिँ समय सापेक्ष परिवर्तन हुँदो रहेछ। ती कुराहरू बाहेक अधिकांश स्वभाव केटाकेटीहरूको हिजो हामीसँग जे थियो अहिलेको केटाकेटीहरूमा लगभग उस्तै छ। र अर्को इन्ट्रेस्टिङ पाटो शिक्षक हुनुको नाताले एउटा सामाजिक सम्बन्ध चाहिँ खराबिलो हुँदो रहेछ कि जस्तो लाग्छ। किनभने अघि नै भने विद्यार्थीहरू आउने जाने चलिरहेको हुन्छ। तिनका अभिभावकहरू, तिनीसँग जोडिएको समुदायहरूसँग हामी चाहिँ प्रत्यक्ष जोडिँदा रहेछौँ। र धेरैजनालाई हामीले चिन्नलाई गाह्रो हुँदो रहेछ। तर उहाँहरूले चाहिँ चिन्नुहुन्छ, हामीलाई फलानु हो भनेर चिन्नुहुन्छ। र कतै हिँड्दा डुल्दा कतै काम विशेषले जाँदाखेरि उहाँहरूले चिन्नुहुन्छ। आफ्नो विद्यार्थीले चिन्ने कुरा एउटा भयो र विद्यार्थीका अभिभावकहरूले पनि चिन्ने कुराहरू हुँदो रहेछ। अनि उहाँहरूले चिन्दाखेरि हामीले अलिकति चिन्नलाई गाह्रो हुँदाखेरि अलिकति आफैलाई असहज महसुस हुँदो रहेछ। त्यस्तो घटनाहरू बेला बेलामा पर्छ। तर धेरैलाई त्यस्तो धेरैमा चिनिँदो रहेछ। माध्यमिक विद्यालय विजयनगर चितवन, श्री दुर्गा शेषकान्त अधिकारी मावि, भरतपुर 16, 2047 पूर्व विद्यार्थी सर्कल सम्मान पत्र। श्री विष्णु प्रसाद ढकालज्यू, विगतका शैक्षिक पठन पाठन तथा शैक्षिक क्रियाकलाप एवं सिकाइ प्रक्रियामा यहाँको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दै ससम्मान सहित यो सम्मान पत्र प्रदान गरिएको छ। आयोजक पूर्व विद्यार्थी सर्कल 2047 समूह। ज्यूलाई यो सम्मान पत्र ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध। आदरणीय गुरु श्री विष्णु प्रसाद अधिकारी आदरणीय गुरु धनप्रसाद गुरुङज्यूलाई पनि अनुरोध गरेँ सम्मान पत्र। तुलसीराम देवकोटा जो सम्भवतः स्वास्थ्य कारणले उपस्थित हुन सक्नु भएन, उहाँका छोरा ठाकुर दत्त देवकोटा उपस्थित हुनुभएको छ। यो सम्मान पत्र म उहाँका सुपुत्र ठाकुर दत्त देवकोटालाई ग्रहण गर्नलाई अनुरोध गर्दछु। अब श्री दुर्गा माध्यमिक विद्यालय विजयनगर चितवन, श्री दुर्गा शेषकान्त अधिकारी मावि, भरतपुर 16, 2047 पूर्व विद्यार्थी सर्कल सम्मान पत्र। श्री तुलसीराम देवकोटाज्यू, विगतका शैक्षिक पठन पाठन क्रियाकलापमा कार्यालय सहयोगीको भूमिका निर्वाह गर्नुभए अतुलनीय योगदान उच्च प्रशंसा गर्दै ससम्मान सहित यो सम्मान पत्र प्रदान गरिएको छ। साथै तपाईँको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति सहित सामाजिक अभिभावकत्व भूमिका रहोस् भनी शुभकामना व्यक्त गर्दछौँ। आयोजक पूर्व विद्यार्थी सर्कल 2047 समूह।
त्योभन्दा अगाडि मैले जानकारी के गराएँ भने कार्यक्रमको विधिवत समापन भएपछि हामी एउटा हाम्रो आदरणीय गुरुहरूसहित यहाँको फोटो खिच्छौँ, साथीहरूको पनि फोटो खिच्छौँ। फोटो सेसन सकिएपछि अनि हामी खाना खान्छौँ। खाजा के छ तयारी छ त्यो खाएर अनि समय हुने साथीहरू एकछिन बसौँ भन्न भ्याउने साथीहरू बसिन्छ र समयले अलिकति अप्ठ्यारो भएको साथीहरू चाहिँ हामी फर्कन सक्छौँ। मैले जानकारी गराएँ र कार्यक्रमलाई समापन आफ्ना भनाइहरूसहित कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनको लागि आजको कार्यक्रमका अध्यक्ष, कार्यक्रम आयोजक समितिका संयोजक मित्र विष्णु भट्टलाई अनुरोध गर्दै अत्यन्त आदरणीय परम मित्रहरू 2047 सालका एसएलसी दिने बेलाका साथीहरू सम्पूर्णमा नमन गर्दै म तपाईँहरूप्रति यो कार्यक्रममा जसरी चासो राखेर उपस्थित भइदिनु भयो त्यसप्रति अत्यन्त आभार व्यक्त गर्छु। धेरै कुराहरू आइसक्यो। गुरुहरूले राखिसक्नुभयो, हाम्रा साथीहरूले सम्पूर्णले राख्नुभयो। म ती कुराहरू पट्याउन चाहन्न। हामी हिजो स्कुलको ड्रेसमा हाफपट्टु र आकाशी रङको सर्ट लगाएर हिँडिरहेका साथीहरू, पायल चप्पल र गजरा चप्पल हिँडेका साथीहरू त्यही अनुहार देख्न पाउँदा अत्यन्त खुसी लागेको छ। प्रारम्भमा मैले के भन्न चाहन्छु भने यो दुर्गा मावि स्कुल 2017 सालमा स्थापना हुँदाखेरि यसको अवस्था कस्तो थियो? त्यहाँ घरबाट गुन्द्री चपटी बोरा ल्याएर जुन एउटा पठन पाठन गर्ने एउटा बाहिर प्राङ्गणमा गर्ने एउटा प्रक्रिया थियो, त्यसबाट गुज्रिँदै आएर अहिले हामी यो स्कुलको गतिविधि र यसको प्रगति अझ हेर्न बाँकी नै छ। र त्यो अवस्थामा जुन किसिमको सोच आएर त्यो समिति त्यतिखेरको अध्यक्षज्यू देखि लगायत अहिलेसम्मका सञ्चालन समितिका अध्यक्ष र समिति जो उहाँहरू यो संसारमा अहिले हुनुहुन्न, दिगम्बत भइसक्नु भएको छ, उहाँहरूप्रति पनि मेरो गहिरो संवेदना सद्भाव र उहाँकै कारणले गर्दा आज स्कुल यो अवस्थामा आइपुगेको छ। साथसाथै त्यतिखेरबाट पढाउने हुने गुरुहरू, त्यतिखेरबाट पढ्नु हुने विद्यार्थीहरू, धेरै साथीहरू अहिले संसारमा हुनुहुन्न। उहाँहरूप्रति नै संवेदना सद्भाव र उहाँको स्वर्गवासको कामना गर्दछु। अझ भन्नै पर्छ, तपाईँ हामीलाई पढाइरहनु भएका शिक्षक जो मायाराम चौधरी र विशेष प्रश्न ढकाल हामीहरूको माझमा हुनुहुन्न। त्यस्तै हुन त प्रशस्त हुनुहुन्छ, तथापि पनि हामीले अहिले सम्झिने गुरुहरूमा उहाँ द्वय, साथै विद्यार्थी साथीहरू, हाम्रै समकालीन साथीहरू तिलकुमारी पण्डित र मुक्त बान्या यो संसारमा हुनुहुन्न। जान त हामी एकराज महत्त्व पनि जान त संसारमा एक दिन यो संसार छोड्नुपर्छ,
यो ध्रुव सत्य छ, यथार्थ छ। जन्मिँदा र जन्मिने दिन हामीले निश्चित गर्न सकिन्छ। तोकेको दिनमा जन्म हुन्छ, तर मृत्युपरण कसैलाई केही थाहा हुँदैन। अघि मायाराम गुरु र विश्वेश्वर प्रसाद ढकाल, हाम्रा तिलकुमारी पण्डित र मुक्तबान्य एकराज महतो, उहाँहरूप्रति सर्वप्रथम त यो कार्यक्रम उद्घाटन गर्नुभन्दा अगाडि हामीले गर्नुपर्ने थियो। सबैले उहाँको आत्माले शान्ति पाओस् र स्वर्गमा बास होस् भनेर सबैले आफ्नो ठाउँमा उठेर 1 मिनट मौन धारण गर्न म अनुरोध गर्दछु। कतिवटा विष्णु प्रसाद अधिकारी उहाँहरू गुरु हुनुहुन्छ अनि यस क्रममा यतिखेर हामीले उपलब्धमा गराएको गुरुहरू रमा घिमिरे, जो उहाँ स्वास्थ्य लाभको उहाँले कामना गर्नुपर्ने आवश्यकता छ, किनकि उहाँ 2 खुट्टाको अपरेसन गरेर बस्नुभएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्दछौँ। त्यस्तै शारदा ढुङ्गाना म्याडम पनि यहाँ हुनुहुन्न हामी माझ। उहाँ नेपाल बाहिर हुनुभएको कारणले उहाँहरू आउन सक्नु भएन। त्यस्तै पुष्पराज काफ्ले सर हुनुहुन्थ्यो, उहाँलाई मैले घरमै गएर यस्तो कार्यक्रम छ भनेर भनेको थिएँ। उहाँ पनि यस कार्यक्रममा सामेल हुन सक्नु भएन। यो कार्यक्रम गर्ने क्रममा मलाई अत्यन्त गर्नुपर्छ, यो कार्यक्रम हुनुपर्छ भन्ने चाहना हुँदाहुँदै पनि 5-7 वर्ष अगाडि हुँदाहुँदै पनि यसपालि सुकमाया महतोले घचघचाउनु भयो। त्यसका साथसाथै किशोर ढकाल, हरि ढकाल र सम्पूर्ण साथीहरूको एक किसिमको सहयोगले, मधुसूदन दवाडी सबैको सहयोगले कार्यक्रम सफल र भव्य र सफल हुन पुगेको छ। मैले स्कुल स्थापना कालमा जुन शिक्षण प्राविधिकमा जुन हिजोको गतिविधि थियो, आज हिजो हामी पढ्दाखेरिको धुलाम्ने, माटाम्ने र त्यो चक्कटीमा बसेको साँगुरा बेन्चीमा बसेको अवस्था थियो। तर आज विज्ञान र प्राविधिकले प्रगतिले गर्दाखेरि स्कुलमा प्रोजेक्टर, एसी, ठुल्ठुला डेस्क, भौतिक पूर्वाधारले पूर्ण रूपले प्रशस्त इक्विपमेन्ट र अहिले पढ्ने कला, पढाउने कला पनि अत्यन्त सजिलो, सहज। युट्युब, गुगल र फेसबुक, मोबाइलबाट, ल्यापटपबाट अत्यन्त सजिलो र सहज भएको हामीले महसुस गरेका छौँ। तथापि पनि हामीहरू अत्यन्त गाह्रोको साथ यो जुन किसिमको एउटा तपाईँहरू शैक्षिक मार्गमा र विभिन्न तौर तब्कामा सामाजिक काममा अगाडि सरिरहनु भएको साथीहरू हुनुहुन्छ, त्यसप्रति त्यसको देन भनेको उहाँकै देन। उहाँले पढाउने कलामा संस्कारका कुरा हुन्थ्यो, संस्कृतिका कुरा हुन्थ्यो, अनुशासनका कुरा हुन्थ्यो, नैतिक शिक्षाका कुराहरू हुन्थ्यो। तर अहिले यो छैन, भएको छैन। त्यसले गर्दा अहिलेको जुन बच्चा-बच्ची र हाम्रा बच्चा-बच्चीमा यो धेरै कुराको अभाव भट्केको महसुस गरेको छु। दुर्गा महावीबाट उत्पादित जति पनि हामीभन्दा अघिल्लो एक ब्याच 2046 साल लगायत अहिलेसम्मका विद्यार्थी साथीहरूमा अघि नै कुरो आइसक्यो। यो एउटै माला बनाएर, एउटै थुङ्गा बनाएर, थुङ्गा बनाएर एउटै माला बनाउनु पाएको हुन्थ्यो भन्ने कुराहरू भयो। यो स्थापना भयो होला, तर यसमा समेटिएको थिएन र हामीले चाहिँ 47 सालको मात्र ग्रुप भनेर समेटेको हो। त्यो त्यहाँ भइरहेको टिमलाई, पूर्व विद्यार्थीहरूको समितिलाई र यो हामीहरूको सर्कलले जोड्ने काम गर्नेछौँ। र जोड्ने काम गर्दाखेरि स्कुलका हरेक गतिविधिमा हामी देशभित्र, देश बाहिर
धेरै साथीहरू छरेर बस्नुभएको छ। देशभित्र पनि नेपाल सरकारको उच्च तहमा बसेर काम गर्ने साथीहरू हुनुहुन्छ। कोही न कोही कुनै न कुनै ठाउँमा ठोकिरहनु भएको छ। त्यो साथीहरूसँग एउटा सङ्गठित भएर स्कुलको हितको लागि अब आउँदा दिनमा केही गर्न सकिन्छ कि भन्ने किसिमको एउटा त्यो सोच तपाईँ हामी सबैले बनाउनु पर्ने आवश्यकता छ। त्यो आवश्यकतामा सबै साथीहरूले हातेमाले गरिदिन अनुरोध गर्दछु। यहाँ कुन टिचरले हामीलाई पढाउनु भयो, कुन टिचरले पढाउनु भएन र विद्यार्थी प्लान थियो थिएन, हामीले लगभग 80% 85% साथीहरूलाई कोर्डिनेट गरेका छौँ। फोनबाट घरमै गएर धेरै साथीहरूको त उपस्थिति भएन। यहाँ उहाँहरूले म सल्लाह गर्नुपर्छ, सोचौँला, गरौँला, आउँला भन्ने किसिमको उत्तरहरू दिनुभयो। तर यो कार्यक्रम पछाडि उहाँहरूले त्यो किसिमको प्रस्ताव महसुस होस् मेरो म जानुपर्ने छ, म त्यो कार्यक्रममा छुटेँ भन्ने भित्र फिलिङ होस् भन्ने उहाँलाई त्यो किसिमको सोच आओस्। र अब आउँदा दिनमा अहिले छुट्नुभएका साथीहरू आफ्नो समयको कारणले, स्वास्थ्यको कारणले, घरायसी परिस्थितिको कारणले छुटे तापनि अब आउँदा दिनमा यो कार्यक्रम यस्तो कार्यक्रम 1 वर्ष अगाडि नै सूचित गरिन्छ। त्यसमा सबै साथीहरूलाई जुट्न र जुटाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिदिनु हुनको लागि अनुरोध गर्दछौँ र भन्दै म यो कार्यक्रम गर्ने क्रममा केही कमी कमजोरी केही साथीहरूमा मैले टर्रो बोलेको भए र साथी सम्झेर हिजोको त्यो स्कुलको साथी सम्झेर टर्रोको बोलेको भए त्यसलाई पनि मैले नमन गर्छु र आवश्यक सल्लाह सुझावको लागि अपेक्षा गर्छु। यो मित्र मिलन र गुरु सम्मान कार्यक्रमको औचित्य पक्कै पनि केही न केही अर्थ राख्नेछ भन्ने महसुस गर्दै अब आउने दिनमा सबै साथीहरूलाई जोडिनलाई अनुरोध गर्दछु। मैले हाम्रा कार्यालय सहयोगी तुलसीराम देवकोटा बुवालाई यहीँ उपस्थित गराएर आजको कार्यक्रमको उद्घाटन उहीँबाट गराउने भन्ने सोच थियो। उहाँ स्वास्थ्यको कारणले उपस्थित हुन सक्नु भएन, किनकि हामीहरू स्कुल पढ्ने क्रममा पहिलो ढोका खोल्ने भनेकै तुलसीराम बुवा हुनुहुन्थ्यो। आज कार्यक्रम पनि उहीँबाट उद्घाटन गर्ने भन्ने हाम्रो सोच हुँदाहुँदै पनि सकिएन। त्यस्तै हाम्रो अत्यन्त नजिकका मित्र कृष्ण अधिकारी जो अहिले अपाङ्ग भएर बस्नुभएको छ, उहाँहरूलाई पनि मैले गएर घरमै गएर भेटेर यहाँ आउनको लागि अनुरोध गरेको थिएँ, तर उहाँ आइदिनु भएन। उहाँलाई मैले निकै आग्रह गरेको थिएँ, धेरै कुराहरू भनेको थिएँ, आउनु भएन। भन्दै समग्रमा सम्पूर्ण साथीहरूलाई अघि परिचय गर्ने क्रममा मैले छोटो नाम आफ्नो नाम मात्र भनेको थिएँ, किनकि त्यो भन्नुको अर्थ सबै साथीहरूले छोटो छोटो गरिदिनुहुन्छ भन्ने मेरो कन्सेप्टले भनेको थिएँ। म विष्णु भट्ट, मेरो बसोबास पहिला जाति त्यही छ र मेरो 2टा छोरी विवाहित छन् र एउटा छोरो 12मा पढ्दैछ। यो कार्यक्रममा तपाईँ आइदिनु भयो र गुरुहरूलाई विशेष धन्यवाद दिँदै उहाँहरूप्रति आभार नमन प्रकट गर्दै र सम्पूर्ण साथीहरूमा नमन गर्दै कार्यक्रममा केही कमी कमजोर भएन आवश्यक सुझाव सल्लाहको अपेक्षा गर्दै म यहाँबाट बिदा हुँदै यो कार्यक्रम यही समापन भएको घोषणा।
नबोल्ने टाउको दुखाउने अझै अझै पताए पताए अलि त अलि त अलि त अलिकति यता अलिकति यता या खोलाको डिल छैन टाउको लाग्ला है टाउकोमा विद्यार्थीलाई पढाएर मान्छे ठ्याक्कै गइहाल्नु देखेर सर साङ्केतिक भाषा नबोलौ बाँस
अलि त सुन्दै अलि त यता भनेको उता गर्नु यता आउनु कि अझै ल हान्नु अलि त दाइ अझै इलापट्टि मैले मोहर पुरा बोले हो अलि त दसैँको खसीको बोका हो थरे धेरै त छिन्दैन अझै त अलि त झ्याली भयो कि अलि त हान्दियो भनेको हान्दियो 2047 सालको मित्र मिलन कार्यक्रममा तपाईँको हामीहरू गुरु सम्मान कार्यक्रमका आजको हाम्रो यस कार्यक्रममा सहभागी हुनुभएको सम्पूर्ण साथीहरू यो घैँटो फुटाउने कार्यक्रम हामीहरूको रहेको थियो धेरै साथीहरूको प्रयासका बावजुद दोस्रो पटकमा हाम्रो किशोर ढकालजीले यो घैँटो फुटाउन सफल हुनुभएको छ त्यसको लागि उहाँलाई विशेष धन्यवाद दिँदै र यो बधाई दिँदै धन्यवाद साथै बधाई दिँदै यो कार्यक्रममा सरिक भइदिनु भयो घैँटो फुटाउने कार्यक्रममा यसको प्रथम प्राइज उहाँलाई चाहिँ हामीले एउटा सानो मायाको चिनो उपहार स्वरूप दिएका छौँ यसलाई स्वीकार गर्न अनुरोध गर्दै र यसलाई टीकाकरण गरिदिनुहोस् माया महतोलाई चाहिँ अनुरोध गर्दछु खाता पनि रहेछ खाता पनि लगाइदिनु होला योभन्दा हरिपूजा त के हुनु पर्यो यतिको त हुनु पर्यो नि यतिको त हुनु पर्यो सौभाग्य हो नि किशोर हरिपूजा होइन नि यत्रो साथीभाइमा अबेर लाउन पाइए खादा लाउन पाइए अनि ल्याएर ल साथीहरु नमस्कार है
समात्न पर्यो ट्याप्प दोस्रो चरणको गेममा छौँ र गुरु सम्मान कार्यक्रमको दोस्रो चरणको गेममा बसिरहँदाखेरि अत्यन्त खुसी र अत्यन्त मनोरम भइरहेको छ हामीलाई। दोस्रो चरणको तातो आलु हट पटाटोको गेममा हाम्रा साथी सुकमाया महत्त्व चाहिँ यस कार्यक्रममा चाहिँ आज विजय हुनुभएको छ। उहाँलाई चाहिँ यो हामीले बनाएर ल्याएको एउटा गिफ्ट छ, यो उपहार स्वरूप उहाँलाई दिँदै र टिका लगाइकन सरला देवी यो माला लगाइदिनु जस्तो अब सम्मान गर्नु। Thank you.